यो रानी पोखरादेखि बडा र टच हुने बाटो हो। यति ठुलो बाटो छ है। यहाँ प्लेट मात्र डोसाए पनि गाडी हिँड्ने बाटो बनाउन सकिन्छ। यो आफै गाउँले खनेर यतिको बनाउनु भएको छ। यो मान्छे हिँड्नको लागि मात्रै। यो धेरै वर्षदेखि यो बाटो खन्नी भन्दा यतिकै रहेको छ। खै सम्बन्धित निकायले चासो नदिएर हो कि के कारण हो। यो मैले सुरुदेखि अन्त्यसम्म यो बाटो देखाउँछु। सूर्य सर, के लाग्छ हजुरलाई यो बाटो? बाइक हिँड्ने त अलमोस्ट अहिले छ है। तर कारण के होला यो बाटो नखनिनुको? यो सम्बन्धी निकायले चासो नदेखाएरै हो। अब यहाँ माथि उहाँको विरोध छ भने आउँदा यो ढिक अलिकति भसाउँदा पनि यो सहज तरिकाले खन्न सकिन्छ। यहाँ त यो तल्लो कतै पनि विरोध छैन। तल्लो भेगमा विरोध छैन। यहाँ माथि एक ठाउँ सुनेको एक ठाउँ विरोध यहाँ छ। र प्लिज विकासको काममा विरोध नगरिदिनुहोस्। यो कुनै हजुरको घर जाने होइन, कसैको खेती गर्ने खेतीयोग्य जमिन जाने होइन। यो खरियान हो। यहाँ तपाईँहरूको अलिकति खरियान जाँदैमा गाउँले निकास पाउँछ भने त्यस्तोमा विरोध नगरिदिनुहोस् प्लिज। मैले यो धेरै दिनदेखि यो बाटो चाहिँहरूलाई अनि अवलोकन गरौँला यसको भनेको थिएँ। आज मौका मिल्यो। केही पनि छैन। यो खालि प्लेट डोसाए हुन्छ। यहाँ यत्रो बाटो यो पुर्खेली बाटो, यो हाम्रा हजुरबुवाहरूले आफै हातले खनेको बाटो हो। यो यत्रो ठुलो बाटो छ। अलमोस्ट कति मिटर छ सूर्य? यहाँ नाप्नुहोस् त। 2 मिटर अलमोस्ट छ होला होइन? 2 मिटर अलमोस्ट बाटै छ। तर चाहिँ झुडी भएर हो नदेखिएको। अब यस्तो राम्रोलाई अलिकति यसलाई डोजरले प्लेट डोसाइदियो दिने हो भने यो बाटो कति सहज हुन्छ भने यो बाटो कहाँ जाने बाटो हो भने बडर जाने बाटो हो। यो गाउँले पनि रानी पोखरा भन्ने गाउँले एउटा निकास पाउँछ। यहाँबाट रिठारुखा जोडिन जाने बाटो हो यो। एकदम यो अब यो सार्वजनिक जग्गै भयो। यो सार्वजनिक जग्गा हो। यहाँ खन्दा अब कसैको विरोध आउने कुरो भएन। अनि जति यहाँ घुम्टिनी बनाए पनि हुन्छ। यो वार्ड नम्बर 2 पऱ्यो होइन? अनि यता वार्ड नम्बर 4 अगाडि ल वार्ड नम्बर 4 र वार्ड नम्बर 2 को सम्बन्धित निकायसम्म यो भिडियो पुऱ्याइदिनु होला। अनि यो छिटोभन्दा छिटो यो काम होस्। सबैलाई धन्यवाद।